नमस्ते, तपाईहरुलाई स्वागत छ गिज्मो कुराको नयाँ भिडियोमा। आज चाहिँ macOS 26.4 को एउटा एकदमै मजाको अपडेट छ। त्यो अपडेट चाहिँ के हो भने हजुरहरुको चाहिँ ब्याट्री चाहिँ अब ब्याट्रीमा चाहिँ चार्जिङ लिमिट आएको छ, जुन चाहिँ यो फंक्सन रहेको छ चार्जिङ लिमिटको फंक्सन जुन हजुरहरुले स्क्रिनमा देखिरहनु भएको छ। यो चाहिँ अब हजुरहरुले यहाँबाट इनेबल गर्न सक्नुहुनेछ। यसले गर्दाखेरि चाहिँ ब्याट्री हेल्थ चाहिँ लामो समयसम्म एकदमै राम्रो रहन्छ अनि हाम्रो यो ब्याट्री वेयर हुने जस्तै अब रिचार्जेबल ब्याट्रीहरु समयसँगै एकदम कमजोर हुँदै जान्छ नि त। अनि त्यो कारणले गर्दाखेरि पनि अब जस्तै अब हामी जहिले पनि ब्याट्रीलाई चाहिँ 100% गरेर चलाइराछौं भने एकदमै त्यो गर्दाखेरि चाहिँ हाम्रो ब्याट्रीको लाइफ चाहिँ कम हुँदै जाने केस बढी हुन्छ। अब जसले गर्दा चाहिँ हामीले ब्याट्रीलाई चाहिँ 100% को सट्टा चाहिँ मैले अहिले 85 गरेको छु। यसरी नै हजुरहरुले 80, 85, 90, 95 गर्न सक्नुहुन्छ। मैले चाहिँ 85 मा राखेको छु फर सेफ जोनको लागि। अनि अब म पनि अब डेली युज गर्दाखेरि चाहिँ 100 मै नै युज गरेर हुन्थ्यो। अब 100 को युज गर्दाखेरि चाहिँ ब्याट्री चाँडै नै वेयर हुन्छ। लाइक तपाईको एभ्री टाइम 100 मै प्लग इन गर्दाखेरि चाहिँ अलिकति हिट पनि डिस्प्याच हुने हो कि म्याकबुकको बडीहरुमा डिस्प्याच हुन सक्छ, जुन चाहिँ अब चाहिँ यो फिचर्सले चाहिँ एकदमै हेल्पफुल हुनेछ। सो थ्यांक यू सो मच गाइज फर वाचिङ। अब macOS 26.4 को नेक्स्ट अपडेट के रहेको छ त्यो म नेक्स्ट भिडियोमा भन्नेछु।